सम्पूर्णलाई जोडले नमस्ते स्वागत छ कर्दा सुनारी मगर युट्युब च्यानलमा। आयो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। र आज म कहाँ छु भनेर तपाईँले कमेन्ट देखेरै थाहा पाइसक्नु भयो होला। म चाहिँ आज मेरो भाइको बर्थडेमा आएको छु, हेर्दै गरिदिनुहोस् होला। आजको बर्थडेको स्पेसल मेन हो मेरो भाइ। ह्याप्पी बर्थडे टु यु भाइ। थ्याङ्क यू भन्। आज मेरो बर्थडे हो भन् न, सबैले ह्याप्पी बर्थडे लेखिदिनुहोस् भन् ल। यो चाहिँ पिठो मुझ्दै हुनुहुन्छ हाम्रो आन्टी र नानीले। हामी चाहिँ भर्खर आएको, उता चाहिँ बाख्रा काटिसक्नु भएछ। अब हामी काम गर्न आएको हो, मैले सबै देखाउने छु। कुरालो लहरन त्यहाँ बसेर भिडियो बनाएर बसिरहेको लहरीको आएको भने त भलक बनाऊ त्यहाँ बसेर ओके। अलुटै पर्लाई त दाबा सवा फेरि बर्थडे भाइ। मेरो पालो आयो मुस्नको लागि। यसरी दुःख हुन्छ यो किन यतिको गराइसक्यौँ ल। आजको मौसम चाहिँ पानी पर्ला पर्ला जस्तो छ है, कालै देखेछ हाम्रो गाउँ। र अहिले चाहिँ हामीले अब यो रोटी पोल्न लाग्यो। यहाँ छ हाम्रो पिठो, यहाँ बेल्ने, यहाँ रहेको छ हाम्रो आगो, तर त्यो आगो बाल्ने छ। चाहिँ हाम्रो आन्टीले फुल रोप्नु भएको रहेछ, यति राम्रो राम्रो फुलको बगैँचा। तपाईँहरूलाई फुल यस्तो राम्रो राम्रो फुल चाहिए सम्पर्क गर्नुहोस् होला, हामीले सम्पर्क गरेर लिन आउनुहोस् होला फुल। त्यो घरमा पनि छ फुली हाम्रो, भन्नु न। हाम्रो फुल त्यहाँ हेर्न सक्नुहुनेछ, एकदम भेराइटीको फुल। म त तपाईँहरूलाई चाहिए लिन आउनु भन्नु। ए फुल दिन पनि यति धेरै कन्जुसै गर्नै पर्छ है, तर मलाई यो लास्टै मन पर्यो। चोर्न पनि दिनुहुन्न, माग्दा पनि दिनुहुन्न ल। अनि यो रहेको छ रोज। अनि यहाँ हेर्नुहोस् त, यो झन् कति राम्रो हो। मलाई सबभन्दा मनपर्ने फुल चाहिँ यो हो। मेरो घरमा पनि छिट्टै सार्ने छु मैले। यो वाला चाहिँ सबै मेरो घरमा पनि छ, यो मात्रै छैन। यो पनि मैले अब सार्ने हो मेरो घरमा। अनि कि यो पनि हो मैले रुचाएको एउटा फुल। हामीले चाहिँ भर्खर पानी पर्दा यता भित्र सारेको रोटी पोल्दै छौँ है गाइजहरूको ल। करुणा सुनारीले रोटी पोल्दैछ। बर्थडे बोय यो चाहिँ कुसुम लाट्टै भएको छ। यो चाहिँ एकापट्टि बोलेछ है। यस्तरी काम गरेछ, पसिना निस्केछ भर्खर है आउनु भएको। म यहाँ थिएँ अघि भर्खर निस्केको, उहाँलाई पोल्न पठाएर हो र। ल अब एकछिन पछि देखाउने छु। टी-सर्ट पनि सेम रहेछ, काम गर्ने पनि सेम। म चाहिँ अब मासु पकाएको ठाउँमा जान लाग्यो, मासु पकाएको पनि देखाउने छु। मासु पकाउनको लागि रेडी। खसीको मासु हो, खसीको। यो रहेको छ भित्रको अन्डा भोरी सबै। अनि यहाँ कुखुराको मासु, खै त कुखुराको मासु यहाँ रहेछ प्लास्टिकमा।
अनि यहाँ खसीको मासु यत्रो ठुलो भाँडामा त पकाउनै पर्यो अनि यो रहेको छ मसला खसीको मासु पकाउने हाम्रो अङ्कल हाल्नुभयो सबै यता चाहिँ हाम्रो भेनाले है दुईटा भान्सा एकैचोटि ल फाइनली मासु पाक्यो बास्ना त कडक आछ है मासुको त अनि कुखुराको यहाँ मासु त आज त स्पेसल रहेछ ओ ल रोटी पोलेर पनि सकियो रोटी 3 बोरा 1 काकर यहाँ रहेको छ 3टा बोरा हाम्रो नास्तामा रहेको छ चटपट हामी बनाउँदै छौँ फाइनली हाम्रो चटपट रेडी भइसक्यो अब हामी खाना लाग्यो कतिको मिठो छ म यहाँ छु मेरो दिदी यहाँ छ ल अब खाएपछि सकेपछि अरू के काम हुन्छ अरू काम देखाउने छु तपाईहरूलाई मैले मासुको भाग बन्दैछ यहाँ चाहिँ फाइनली भाग पनि हालिसक्नुभयो अब रेडी हामी चाहिँ अब यिनीहरूले यहाँ खानु लाग्छ तर मैले खान्न देख्दै खान्छु ल हेर्नुहोस् कसरी खानुहुन्छ त्यसै मोटाएको होइन कि त्यसै मोटाएको होइन यसरी खाएर मोटाउने ल यहाँ चाहिँ अब अचार बनाउनको लागि तिल भुट्दै हुनुहुन्छ मिसेस करुणा सुनारीले म यहाँ तिल भुट्दैछु अब अचार रेडी हुन लाग्छ म बनाउँदा देखाउँछु तपाईँहरूलाई फाइनली अचार बनाएर तयार भएको छ यहाँ चाहिँ अचार बनाएर सक्यौँ नि हाम्रो अचार यतिको भयो यस्तो मिठो छ हामीले प्लास्टिकको युज गरेर मुस्ने गर्छौँ भातले छौँ राइसहरू हामीले चाहिँ अचार बनाएपछि एकछिनपछि देखाउने छु अब A few moments later. डेकोरेसन चाहिँ भयो यतिको बनाएँ अब मैले यहाँ रेडी गरेपछि देखाउने छु सबै यता बनाउँदै छौँ अब रेडी भएपछि देखाउने छु फाइनल्ली डेकोरेसन इज फिनिसिङ भयो हामीले बनाएको है यो चाहिँ ल बर्थडे सुरु भइसकेको छ अब सबैजना आउनुभएको छैन अझै
पाहुनाहरू खाँदै हुनुहुन्छ यसलाई मुसीलाई माया होस् छिटो होस् इलाक पानी परेर झिलमिल भएछ राम बुढाबुढी हो राम यता खानुभएको छ नातिनीलाई समात्ने खाने हजुरले फेरि हो कतिको मिठो छ मासु हो ल कस्तो छ हामीले बनाएको आज विशालाई बर्थडे भयो 80 को चाहिँ हुनै पर्यो है 80 को पैसा देखा न पैसा देखा न छिटो पैसा ओए हात्ती देखा न हात्ती देखा न छिटो भन हो कतिको मिठो छ ल यहाँ खाँदै हुनुहुन्छ हाम्रो पाहुनाहरूले हेलो प्रार्थना हाय मासु अचार रोटी हो बर्थडे भयो त यतिको त हुनै पर्यो नि त हो ल अब माथि जान्छौँ भिडियो यस्तै भन्छ सबैले हेरिदिनु होला यहाँ बर्थडे सकिएपछि झाब्रे रन्किरा छ
Duy chao chao ra am ga